कहिले पनि नआउने नाम राखिरहनु पर्ने मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो। केही मान्छे सधैँ राख्ने गर्छौँ हामीले हरेक फङ्सनमा, कहिले पनि देखा पनि पर्दैन, केही गर्दैन, त्यस्तो खालको मान्छेहरू पनि नआउने। नाम चाहिँ सधैँ टाँस्नु पर्ने पद हुँदाको कारणले खुदै व्यक्तिलाई कुनै अर्थै छैन, महत्त्वै छैन, वास्तै छैन भने त्यो सधैँ नाम झुन्डाइरहने नि। त्यत्रो हाई लेभल मिटिङ बढाउने, हाई लेभल कमिटीमा सहभागिताका लागि आमन्त्रण गर्ने। तर एकपल्टको कुरा होइन, दुईपल्टको होइन, तीनपल्ट होइन, तीनपल्ट लगातार आएन भने त सधैँ जान्छ। त्यस्तो ठाउँमा 4 पल्ट 5 पल्ट जतिपल्ट पनि कुनै जसलाई न चाड न पर्व न केही कुनै वास्ता नभएको त्यस्तोमा सधैँ बोलाउनु पर्ने, हामीले त्यो बाध्यता हुने अनि आउनुपर्ने मान्छेलाई बोलाइराख्नु पर्ने। यस्तो हुँदैन। अर्कोपल्टसम्ममा सोधी खोजी गर्नु होला, हेर्नु होला रेकर्ड, को एकपल्ट पनि आउँदैन, त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर